कुनै दिन एक महान लेखकले भनेका थिए, म कसैसँग कुनै कुराको अपेक्षा राख्दिन, किनकि अपेक्षाले मनमा प्राय चोट मात्रै पुर्याउँछ। जिन्दगीको एउटा तितो सत्य यो छ कि जति धेरै अपेक्षा गरिन्छ उति धेरै मन दुख्ने सम्भावना बढ्छ। त्यसैले मानिसहरूबाट धेरै आशा नराखेको राम्रो हुन्छ। जसले साथ दिन्छन् उनीहरूप्रति आभारी हुनुहोस् अनि जसले साथ छोड्छन् उनीहरूबाट केही पाठ सिक्नुहोस्। जिन्दगी साँच्चै छोटो छ। यहाँ रिस, गुनासो र तुलना बोकेर हिँड्नुभन्दा आफ्ना साना साना खुसीहरू सङ्कलन गर्दै बाँच्नु नै उपयुक्त हुन्छ र जिन्दगी सरल पनि बन्दछ। मुस्कानलाई आफ्नो बानी बनाउनुहोस्, किनकि हरेक दिन फेरि फर्केर आउँदैन र यी कुराहरू हमेसा याद राख्नुहोस्। बोल्नु अघि शब्दको असर सोच्नुहोस्। सुन्नु अघि मनलाई शान्त राख्नुहोस्। अनावश्यक फजुल खर्च गर्नु अघि पसिनाको मूल्य बुझ्नुहोस्। निर्णय लिनु अघि परिणामको कल्पना गर्नुहोस्। माफी माग्नु अघि आफ्नो गल्ती स्वीकार गर्नुहोस्। कसैलाई चोट दिनु अघि आफ्नो हृदयमा त्यो पीडा महसुस गर्नुहोस्। घृणा गर्नु अघि एकपटक माया गरेर पनि हेर्नुहोस्। हार मान्नु अघि अन्तिम प्रयास गर्नुहोस् र यो संसार छोड्नु अघि जीवनलाई खुलेर भरपूर जिउनुहोस्, किनकि अन्त्यमा मानिसले कति वर्ष बाँच्यो भन्ने होइन, ती वर्षहरू कति खुसी, कति प्रेम र कति अर्थपूर्ण ढङ्गले बाँच्यो भन्ने कुरा महत्त्वपूर्ण